ल वेलकम टु माई एनदर भिडियो गाइज। चाहिँ दिउँसो भइसकेको छ, टाइम हेर्नु दिउँसो त के भन्ने अब रात पर्छ यस्तो 1 घन्टापछि होइन। अब घाँस काट्न जानुपर्छ नास्ता सास्ता चिया पानी हिँड्ने साथी हो। यो चाहिँ काले भान्जो हजुर नि। आज चाहिँ घाम लागेको तर मलाई रुगाले छोडेको छैन अझै। गाइस म चाहिँ उहाँको भान्जो है। खै त मलाई मामे ल हेर 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 गाइस बुटुरी भान्जी यो भान्जी ए म भान्जी हो। मलाई त काम गरिदिनुहुन्छ तरकारी साँझको लागि। चिया पनि बनाएर दिनु भएन, अचार मम्मी अल्छिनु भएको एकदम। यो त खानु नि यहाँ नगर भान्जा हजुर। चिया खाएर घाँस काट्न जानु पर्यो। रुगाले पनि छोडेन यहाँ अति मार्ने चाहिँ भयो क्या, फोक्सो बिग्रे जस्तो छ मेरो। ल दुल्लेर पनि जानु पर्यो माथि गएर दिउरी मिलेर खाना आज चाहिँ गर्मी गर्मी छ जियोस्। दाजुले नआएर भ्या भर्खर आएर नानी नआएर भ्या गएको। बाबाले पनि काम गरिदिनु थियो भ्याइयो टक्क भएर। यहाँ चाहिँ हाम्रो गोठ होइन, यता किचन छ सानो, यता दिउँसोमा खानासाना यस्तो बनाउने साँझको बिहानको। यता चाहिँ हामीले भैँसी चाहिँ हाम्रो पहिला भान्सा कोठे पहिला अझै होइन। यहाँ त त्यही उसो राखिन्छ स्टोर रुम, उता पनि छ अर्को रुम स्टोर। दुईवटा घर भएको यही फाइदा होइन। दुधै छैन लैन भैँसी अरे बिग्रिन्छ हाम्रो गाउँतिर चाहिँ है। के भन्ने यस्तो कुरा भन्नुहुन्न फेरि। ए यसो घाँस सास काट्न जानुपर्छ। हैसा पनि नै हो टक्क लाएर जाने। कसैकोमा दाँजी हो कि के भन्छ है हैसाको होइन। एक ढाका लिएर आइन्छ, यत्रो यत्रो ढाकामा पुग्छ 2 दिनलाई। भोलिलाई पनि पुऱ्याउनु पर्यो। यो माथिल्लो घर कुखुराहरू पनि छ नै हाम्रो। नयाँ मोबाइल है मैले चाहिँ यसैबाट भिडियो गरेर थालेको छु आजबाट। टक्क लगाएर बाबाजी चिया बनाउँदैछु। अब चिया खाएर जाने घाँस काट्न। कस्तो भएको छ होइन। बनाउनु है बाबा, हेर्ने त्यति लगाएर आँप बिग्रियो। यो चाहिँ मेरो रुम हो टक्क लगाएर होइन। चाहिँ चल्दै गोटोको सोको बोकेर होइन। रोड चाहिँ हाम्रोतिर फेरि पिच रोड भन्नाले गाउँभित्र पनि। भान्जा पनि हिँडे छन् कालु भाइ दाइ भान्जी यत्तिकै गइन्छ टक्क लगाएर। 20 मिनट जति टाढा छ रिसोर्टतिर ब्याक साइड। छोड्दा बाबु केटाकेटीलाई टिमुरेलाई टिमुऱ्यो ल यसो भिजिट गरिदिनु पऱ्यो होइन गाउँको भित्र होइन। तैँले गराएको बाबु ज्ञान दिने यस्ता हुन्छन् ज्ञान दिने बाबु बोकेर बनाऊ गाई नानीले अजिङ गरेर देखाउँछु। लिएन बे मैले गाँदा देखाइदिन्छु यहाँ छैन उहाँको ठिक गाँदा।
यसरी बोक्छ है डोको बुझ्यौ गाउँलेमा ए नगर न म सोसल मिडियामा हेर्छु यहाँ हो त्यही नि हेर्छु यो तोर्पे राजको ब्लग हो क्या ऊ त्यो कालो केटो थारू इन्डियामा जन्मेको कि इन्डियामा गएर बस्यो 1-2 वर्ष अनि ऊ यो फुच्ची बुटोल बस्छ अब ऊ त्यो इन्डिया जान्छ फुच्ची भनेको चाहिँ भान्जीलाई त नि हैसिया दिस इज ब्याम्बो दिस इज कुरो हाम्रो गाउँका आन्टीहरू छन् कि यस्ता लाइक दिस कुरो लगाउनु नि हो यो कुरो हुन हाम्रो गाउँको आन्टीहरू माछारीहरू यतिकै हिँडे पनि चिरो खान गयो गाना खान गयो गरिदिन्छ म्याच तर खाँदैन मैले गीत सुनौँ नि हेर कस्तो राम्रो गीत सुनेको भाइले ब्रेकअप भएको है ड्याग बुढाबुढी बुढाबुढी गर्दै हिमाल पुरै हिमाल देख्यो तर कुहिरो लाग्यो देख्यो क्या कस्तो पिम्पल्सको यहाँ उसायो चप्पल हेर्नु गाई चप्पल मेरो के को चप्पल पनि स्माइल देखेछ कि स्माइलिङ है जङ्गल भइसक्यो घाँस पुरा यस्तो कसैले के गर्दैनन् है यस्तो नराम्रो धुजिया हाम्रो बाटोहरू केही काम छैन नेताहरूले एकछिन भोट माग्दाखेरि जान्छन् जनताहरू मान्छेमा सानसानो म त जान्नु म त विदेश जाने विदेश नेपालमा काम छैन विदेश जान नि रोकाइदियो आगो लगायो के अरे जेन्जीहरू तिम्रो गाँडामा आगो लाग्छ गाँडामा कतै जानु नपाएपछि मिडल क्लास फ्यामिलीहरू घरै गाडी खायो आमाको गाडी खाना 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 यति भात खायो बस्यो त्यही मलाई यस्ता नेताका छन् सब कुरामा हिलो यस्तो लोकेट द भ्यू अफ माई भिलेज रोड यो रानीमल जाने बाटो हो क्या रानीमल जान्छ जान्छु तर जङ्गल है हो यत्रो उनीहरू के रमाइलो भनेको न टेन्सन न केही टेन्सन न केही प्रब्लम मगले एकछिनमा गरे खेल्न पाइन्छ बडी बडी के द नेचर अफ भिलेज क्या यस्तो दामी चाहिँ ग्रिन नेचर ग्रिन सर्कल यस्तो बस्नु हुन्छ हामीलाई कहिले साय गए घर बनायो भने छोराहरूले गर्छन् गाउँमा बस्नेहरू के थाहा गाउँको रमाइलो झ्याउ लाउँछ घाँस काटिँदा काम गर्दा घुम्न नपाउँदा हो त्यही हो हैसले हिँड क्या अगाडि उयो त पारितिर घर जति भ्याइए पुरै मान्छे बजारतिर गएर बुटोलतिर काठमाडौँ आउट कन्ट्री गएर आजकल कहीँ केही छैन गुल्मीतिर नि मान्छेहरू गए पाल्पातिरबाट पनि गए सिङ्जाबाट पनि गए तर गाउँ कतै छैन त्यसैले जङ्गल आए रोड हो यस्तो झामरी यस्तो 5 मिनट भयो चाहिँ भिडियो चाहिँ सानोमा पड्किस्ने यहाँ ल्याइदिनु म माथि जाँदैन क्या यहीँकै टिचर बनाउनुपर्छ क्या नर्सरी र एलकेजी युकेजी 1सम्म पढाउन वाट इज हेर्ने भन्दै केटाकेटी कता आयो घाँस काट्दै काममा आयो छोरी हेर्ने गाइज काफल हेर्ने गाइज काफल लुक एट दिस काफल ट्री ए बाघ गयो सुन्नुभयो आवाज यहाँ त बाघ हुन्छ चितुवा फाइनल आइयो यहाँ हामीहरू चाहिँ अब खेतमा पुगेको छौँ दागा लिएर घाँस काट्यो गाइज यो नि काफल हो कि
दिन्छु गाइस हो त्यहाँ चाहिँ अमला छ अमलाको रुख चाहिँ अनि त्यो चाहिँ हामीहरूले भ्याएको है अब डाउनमा डोकै झरिदिइरहेको म सोपिदिएँ मेरो डोको झरी गयो ले फ्यान लक ल भएन झाम्री छ तर कस्तो बना है मलाई थाहा छैन यसले भोलि कस्तो छ यसको बाह्र यस्तो झाडी छ नतानै डोको नतानै आज आइसिन् भान्जी चाहिँ पहिलोपटक के घाँस काट्नु आउँदैन आमासँग 500 ओसी एउटा रे भान्जी म 500 ओसी वाला रे भान्जी डोको नामले माथि गरेर छोपेर नि के त्यतिकै आज के अरे ए भएन 500 ओसी ल्याएको हाम्रो चाहिँ यहाँटै घाँस काट्ने घरहरू उता सिधा उतासम्म छ लगातार उता तलतिरसम्म उता काफल देखेको छ नि बुढी हो त्यही माथि हामीलाई ट्विन्स गरे तर छैन मै सेम यता आएर बाबु सेम छ हाम्रो कहाँ काट्ने घाँस छ भन्दै पठाउनु भएको मम्मीले हामीहरूलाई फेरि त्यो घाँस सिट देख्यो भने यस्तो देख्यो भने घाँस छ भनिदिन्छन् कालो त एकदम कालो यस्तो शीत भइहाल्यो है यहाँ चिसै पानी पऱ्यो भन्दा भए त अझ हामी उता तलतिर खन्यातिरको गरमतिर गइन्छ यहाँ पनि रहनु त रहेछ घाँस तर चिसो रहेछ उता भान्जी कल्लै नआएको मान्छे आज पहिलोपटक आइदिउँ सँगै आउनु रहर त हो नि सानोमा रहर बाफ्रे बा होइन भान्जी अगाडि न ए जङ्गली कुकुर यसलाई त बाले लाग्यो यसलाई त बाले छ नि घडम गुडुम हिँड्छ पाहाड भाइ नसर न माकुराको जालो चालो खाँदै हिँड्छन् अब ठुलै जङ्गलको एडभेन्चर गरे जस्तो छ यार खास त कता बाटो थाहा पनि छैन नआएको छ त्यो नआउ खालि बल्ल काट्ने जमरा जस्तो है त्यो बाबेहरू काट होइन मिलाएर हराएर काटिन्छ लङ होला भिडियो चाहिँ होइन हेर्नु होला सबैजनाले हेर्नु होला लङ भए पनि माया देखाइदिनु होला सब्सक्राइब गरिदिनु होला होइन सुरुमा त कहाँ हुन्छ र ओछी आउने ए लाइन भान्जी पनि फाइनल्ली अब हामी घाँस काट्न सुरु गर्छौँ फेरि घर पनि काम गर्नु छ यसको काम हो बिहान त मैले गरेको सब माया देखाइदिनु पऱ्यो टक्कलाई लाइकहरू ल दाइ घाँस काट्न थालेको मैले चाहिँ दाइले त माथि गरातिर काटेको दाइले चाहिँ ल यहाँ चाहिँ घाँस काट्नु पऱ्यो होइन गाउँले जीवन यही है गाउँ घरमा बस्यो नि यही घाँस काट्यो यताउति गर बेग्यो लाइफ सक्यो जीवन हाम्रो राम्रो लामो सुन्ने घटाउने छ हाम्रो हिसाब हाम्रो सोच बिचमा कोही आउँदैन तिम्रो लागि मैले तारा छाड्ने भन्ने हावा भन्दा बन्न बन्छ मलाई बरु नबिसाउने आँखा नाक्दा माया साथमा हातमा हात निन्द्रा लाग्दा तिम्रो साथमा तिमीलाई फेरि जाने छैन टाढादेखि बिताउने हाम्रो जीवन हामी बाई बाई गाइस गुड बाई अर्को नेक्स्ट भिडियोमा भेटौँला है भोलि आउँछ यो भ्यू चाहिँ ए बब्बा छ भ्यू चाहिँ नगराहरू भाइ ल बाई फर्किँदै अब घरतिर 5:53 भएर फर्क्यौँ दाइ पनि आउँदैछ पछाडि होइन घर डाइरेक्ट यस्तो राति हुन थालिहाल्यो पनि आउँदैछ टक्क लगाएर